गाइस हामी चाहिँ अब खाद्रुङ जानको लागि भनेर यहाँ मुगलिङको पुरानो पुलमा आएर बसेछौँ होइन। यहाँ भाइहरू भाइ बहिनी ज्वाइँहरू सुजहरू मिटिङ पनि जोइन हुँदैछ कालुको यता कालु सक्यो मिटिङ सकाइसक्यो हामीले यहाँ वाट्सएप जोइन छ वाट्सएप सुज के छ तिम्रो खबर यस्तै हो होइन। पुरानो पुलमा छ भ्यूहरू त बसिरहेको खैरमा गएर चट्टालाई थकाइ खाने भन्ने कुरो भएको छ। चट्टा झाप छानियो अनि लाग्यो। म चाहिँ राइट नाउ घान्द्रुकमा छु, वान अफ द मोस्ट ब्युटिफुल भिलेज अफ नेपाल, गण्डकी रिजनको होइन। सो हिजो चाहिँ हामी बाइकमा आएको थियौँ अनि पोखरा हुँदै बाटो खासै राम्रो थिएन के नै भ्लग गर्नु र होइन। द ओन्ली थिङ ब्युटिफुल वाज समी के को रोड थियो अरे जुन एकदम राम्रो भएको बागलुङ हाइवे थियो होइन। अनि बागलुङ हाइवेको क्लिप्स चाहिँ हेरिएको हेर्दा हुन्छ के अरे बबाल छ होइन 2-3वटा क्लिप्स। अब चाहिँ हामी सो गाइस दिस इज द भ्यू द मोस्ट ब्युटिफुल भिलेज इन नेपाल घान्द्रुक। अनि यहीबाट चाहिँ हो है हाम्रो यो चियाको चुस्की लिँदै अन्नपूर्ण साउथ एन्ड नर्थको चाहिँ भ्युज हेर्दै माछा पुच्छ्रेलाई स्टक गर्न मिल्ने। र हामी आज सुस्दिजीलाई फलो गर्दैछौँ। सुस्दिजी वेयर आर वी गोइङ? पुरानो गाउँ। तर जस्तै भ्यू नदेखे नि द प्लेस इज वन्डरफुल है। समता केही भन्न छ भ्लगमा? ल ठिक छ, समताको क्लिप काटेर आउँछ है भ्लगमा, अब केही भन्न नपर्ने। हामी के अरे पुरानो गाउँ जाँदैछौँ है। ल ल नलडिकन हिँड्नु होला। एनिथिङ यु वान्ट टु से? एकदम रमाइलो भइरहेको छ। अब एकछिनपछि घाम लागेपछि हिमाल देखिन्छ भन्ने आश छ हामीलाई। तिमी चाहिँ यहाँ आँची भन्नु पर्यो गाइज। ऊ त्यो चाहिँ खच्चडको आँची हो है गाइज। भिनाजु भ्लगमा केही भन्न छ? आफ्नै भ्लग सुरु भइरहेको होला भिनाजुको। ल ओके गाइज साइनिङ अफ। एकछिनपछि चाहिँ म देखाउँछु हजुर। दिस इज द इनफेमस गुरुङ गाउँ होइन। सो गुरुङ गाउँमा बसेर चियाको चुस्की लिँदै हिमाल देख्नुको मजा अर्कै छ। तर यहाँ हिमाल देखिया छैन र मात्र। र यहाँ चाहिँ सबैजनाले घोडा भन्दै गदा चढ्दैछन्। अब म केही भन्दिनँ यसमा। सुस्दिदी हाउ आर यु? कस्तो ह्यान्डसम देखेको सबैजनालाई। र हामी चाहिँ सिनेमाटोग्राफी गर्दैछौँ पातमा। ल गाइस साइनिङ अफ। एकछिनपछि गुरुङ गाउँ नै पुगिसकेपछि बल्ल भ्लग गरौँ ल। फर नाउ बाइ बाइ। भ्लग चाहिँ कडा बनाउँछु भन्ने सोचेको होइन, मजाको बन्दैन थाहा होइन। गाइजहरूसँग हिँडेको गाइज के भन्ने सब दिदी बहिनी दाजुभाइसँग हिँडेको अनि सबको रहर इच्छा पुरा गर्न पर्छ नि त, पुरा नभए हुँदैन नि त। त्यही भएर थाहा छैन कि के हुन्छ भनेर। लेट्स गो गाइस। यहाँको पानी यस्तो सफा, काठमाडौँमा गएर बागमतीको पानी हेर्नुपर्छ फेरि। यस्तो सफा पानीबाट बागमती पुग्न त दुःख पो लाग्छ त। ए झर्नाहरू पनि घुमेको छैन यार आज हामीले। थुप्रै बाँकी छ, खोइ के हुन्छ थाहा छैन। आज पोखरा अलि छिटो पुग्ने कुरा थियो, ढिलै पुगेला जस्तो छ। लेट्स गो। हामी गुरुङ गाउँ गएर आयौँ। अब हामी होटेल जाँदैछौँ र यहाँ सानो खोला छ होइन। कस्तो सफा खोला हुने कि यता यता, अनि कस्तो खुसी लाग्ने। घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चाहिँ यहाँ डस्टबिन राखेर छ, विच इज नाइस। यो ट्रेलहरूमा यदि कोही आउनुहुन्छ यस्तो राम्रो ठाउँमा आउनुहुन्छ भने चाहिँ
प्लिज क्यारी योर लिटर दिस इज डे 2 अफ आवर ट्रिप अनि म चाहिँ के भन्ने अब घर जाँदैछु घर त होइन के अरे के भन्छ बन्जी हान्दा जाँदैछु अनि बन्जी पछि चाहिँ पोखरा बस्छन् गाइजहरू चाहिँ म चाहिँ गोर्खा गइदिनु जस्तो लागिरहेछ मामा घर किनकि आमा चाहिँ एकदम इमोसनल भएर मेसेज गर्नुभएको थियो मलाई अनि आमालाई सबै दिन जाम कि जस्तो लागिरहेछ अब हेरौँ के हुन्छ अहिलेलाई चाहिँ म निस्किन्छु है त गाइज सिधै हामी ट्राभल गर्दा गर्दा पुजारीहरू जानुभयो ल समीप गयो अब हामी पनि जानुपर्छ यो धानबारीको बिचमा यो ट्राभल गर्दै होइन त्यही खिच्न मन थियो मलाई त्यति नै हो है गाइज अब हामी चाहिँ तेल पनि छ अब ट्याक्कै कुसमा पुग्छौँ है त कुसमा गएपछि उ गरौँला ओ बादल कस्तो दामी देखेको यार guys, what's up from फेवाताल अनि वी आर फाइनली एट पामे चाहिँ यतातिर छ अनि हाम्रो होटल चाहिँ प्रोबेबली त्यतै हो है सो राइट नाउ चाहिँ हामी फेवाताल आइपुग्यो घान्द्रुकबाट फेवाताल आइपुग्दा दिनै गयो भने 5 बज्ने बेला भइसक्यो अब चिल हान्ने भनेर भने खोइ अझै 2-3 बाइक अझै आइपुगेको छैन वी आर वेटिङ फर देम अहिले चाहिँ वी गट दिस लोकेसन अनि यो लोकेसन चाहिँ कसैलाई सेयर नगरिकन वी आर इन्जोइङ एट द प्लेस ट्याक्क फुड अगाडि भइदियो भए चाहिँ मजै आउँथ्यो यार तर त्यो नभएको हुनाले चाहिँ वी आर स्टिल वेटिङ फर पिपुल टु कम एन्ड गो फर द फुड अहिले के त्यस्तो चटपट खानुहुन्न कि खालि अनहेल्दी कुरा खाने अब सबैजना आएपछि चाहिँ वी विल रिच द होटेल अनि त्यसो यो होटेल चाहिँ कस्तो छ म तपाईँहरूलाई देखाउँला फर नाउ साइनिङ अफ बाई बाई साथीहरू हेर्नुहोस् त यहाँ मात्र 4000 मा पोखराको लेक साइडमा होटेल एउटा बेड डबल बेड चाहिँ पनि 2टा बेड 3टा बेड 5.5 जनालाई पुग्ने 6वटा बेड 7-8 जनालाई गाई 10 जनालाई पुग्ने बेड चाहिँ हामीले चाहिँ मात्र 4000 मा पाएको छ साथीहरू यसरी नै तपाईहरुले पनि होटेल खोज्न पर्छ अनि हाम्रो भ्लग हेर्न पर्छ बुझ्नुभयो हाम्रो यहाँ हुनुहुन्छ आदरणीय पूजा दिदी यहाँ हुनुहुन्छ आदरणीय श्रीकृष्ण दाजु र यहाँ हुनुहुन्छ आदरणीय भिनाजु र हाम्रो भिनाजु एकदमै जेन्टल देउता हुनुहुन्छ अलिअलि दिदीको चाहिँ अलि भर लाग्दैन मलाई र साथीहरु यहाँ हाम्रो एउटा बाथरुम एउटा पर्सनल बाथरुम छ कपलको लागि ठीक हुन्छ र हाम्रो के छ अर्को बाथरुम छ दुईजना चाहिँ हाम्रो बाथरुममै पास छ गाइस ल अहिलेको लागि चाहिँ म यति नै भन्न चाहन्छु कृपया यस भिडियोलाई लाइक शेयर र सब्स्क्राइब गर्नु होला साथीहरु हस् त धन्यवाद।